सम्पूर्णमा नमस्कार। मेरो च्यानल हेर्दै गर्नुभएका सम्पूर्ण नेपाल भाषी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा यस बडा दशैं विजया दशैंको दशमीको सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु। अनि यहाँले मेरो च्यानललाई चाहिँ शेयर सब्स्क्राइब लाइक गरिदिनु होला। यहाँको दिन शुभ रहोस्। धन्यवाद। हाम्रो सम्पूर्ण परिवारलाई यहाँ जमरा लगाउँदै छौँ न, हामी सबैलाई आशीर्वाद दिन्छौँ। दसैँ विजया दशमी छठ टीका हामी बहिनी एकदम बधाई खिच्दैन फोटो बधाई हाम्रो कति वर्षको बधाई बुढी बधाई। ह्यापी दशैं सबैजनालाई दशैंको धेरै धेरै शुभकामना है। कालो भुत जस्तो अङ्कल हाम्रो अहिले अब यो टीका लाउने कार्यक्रम भइरहेको छ। अनि अब टीका ग्रहण हुँदैछ ठुलाबाट सानालाई। हजुर धारणा राख्नुस्। कोही पनि हेर्दै हुनुहुन्छ भने उहाँ चाहिँ अब 1 वर्षमा उहाँको तयारीमा छौँ। तर अब यहाँहरूले चाहिँ हेर्नु यता अझै राम्रो आफ्नो के हाम्रो एलिजा माया आन्टी हाम्रो ब्युटिफुल त्यो देखेन क्या ब्युटिफुल भनेर यता ब्युटिफुल हुन पर्यो। अनि हामी अब टीका लाउन आएको अनि हामी टीका लाउन आएको नाक त्यहाँ ढोकामा एउटा पुर्याएको मम्मीका भन्दा ठुलो नाक बनाएको मेरो प्यारे फुल्लु आज जान बिरुनाले त्यसलाई त्यसलाई निन्द्रा लाग्यो होला कि वीडियो फोटो खिच्दैन।
निस्किन्छ परे बाबुको त्यस्तै ल्याइदिए चप्काउने वाला निकाल्नु थालिहाल्यो दस रुपियाँ दिन लागि रेडी हुनुहुन्छ खै मिनो बच्चा कहाँ छ यो भलाउ यो भलाउ हाल्नु त यहाँ रहेछ अहिले लगाउने के छ त हाम्रो खनाल परिवारको आज टीका कस्तो लाग्दैछ कस्तो लाग्दैछ गुड हाम्रो एकदम ठुलो परिवार हामी 50 जनासम्मको परिवार हामीले 92 वर्षको बजेबाट पनि आज टीकाकरण गर्यौं अरु के निकाल्नु न मलाई
हामी उगो बनाएर हेर्नुहोस् लान्टी मलाई पनि लगाइदिनु त यही वाला 2 खेरी लगाइदिनु मैले पाएँ त 55 76 level. जा पैसा हामीलाई के 400 500 गर्नु 100 भयो 100 200 200 घरमै अन्त खाऊ न त रुक्न यता ब्लग बनाइदियो समय तेरो फेस आइरहेको छ तल आफ्नो दिदी कहाँ गयो क्या दिदीलाई बोला त है जाम लागेको लाको छ किन्ने 5 को 5 वटा सकेर लाएर हामी अब सक्यौं अब घरतिर लाग्छौं हामी अब एक प्याक ब्ल्याक लेबल खान सक्छौं पछि 1.5 घण्टाको दौरानमा त्यसपछि
होटलमा जान सक्छ अब लगभग हाम्रो आज टिका लगाउने सक्यो होटलमा हामी जाँदैन अब घरमै छ खानासाना खाएर अब आज यो वर्षलाई टिका सक्यो अरू व्यवस्था के छ दसैँ सिद्धियो दसैँ सिद्धियो दसैँ सिद्धिएर त तिहारको तयारी होइन मम्मी हाम्रो चाहिँ आज ठ्याक्कै टिका सिका सक्यो अब चाहिँ हामी अब तिहारको तयारी स्टे ट्युन अनि